नमस्कार सबैलाई। आजको भिडियोमा हामी नेप्सेमा लिस्टेड एकदम पपुलर हाइड्रो पावर कम्पनीको बारेमा बुझ्नेछौँ। यो कम्पनी नेपाल क्यापिटल मार्केटमा लङ टर्म इन्भेस्टमेन्ट र क्यापिटल एलोकेसनको लागि धेरै फेमस छ। नेप्सेमा यो कम्पनी एएसपीसी सिम्बलबाट लिस्टेड छ। आज हामी अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र यसको हाइड्रो पावर प्रोजेक्टहरूको बारेमा डिटेलमा बुझ्नेछौँ। एएसपीसी 1998 मा इस्टाब्लिस भएको कम्पनी हो। कम्पनीको फर्स्ट प्रोजेक्ट 3 मेगावाटको पिलुवा खोला स्मल हाइड्रो पावर प्रोजेक्ट थियो। यो प्रोजेक्ट नेपालको हाइड्रो पावर सेक्टरमा लो कस्ट प्रोजेक्टको रूपमा चिनिन्छ र सुरुदेखि नै कम्पनीले आफ्नो अपरेसनल क्यापेबिलिटी प्रुभ गरेको थियो। कम्पनी मेनली इलेक्ट्रिसिटी जेनेरेसनमा इन्भल्भ छ र यसले बुट मोडल एडप्ट गरेको छ। अब बुट मोडल भनेको के हो त, यसको बारेमा केही बुझ्ने प्रयास गरौँ। बुट मोडलको फुल फर्म हो बिल्ड, ओन, अपरेट र ट्रान्सफर। यो मोडलमा बेसिकल्ली प्राइभेट कम्पनीले प्रोजेक्ट फाइनान्स गर्छ, कन्स्ट्रक्ट गर्छ र सर्टेन पिरियडसम्म प्रोजेक्टलाई अपरेट पनि गर्छ। अनि प्रोजेक्ट पिरियड सकेपछि प्रोजेक्ट गभर्नमेन्टलाई ट्रान्सफर गरिन्छ। तपाईलाई के लाग्छ, नेपालमा इन्फ्रास्ट्रक्चर र हाइड्रो पावर डेभलपमेन्टको लागि बुट मोडल बेनिफिसियल छ कि छैन त? कमेन्टमा आफ्नो ओपिनियन जरुर सेयर गर्नुहोस्। बुट मोडलको बारेमा केही हामीले जानिसक्यौँ। अब एएसपीसी को प्रोजेक्ट बुझ्नुभन्दा अगाडि नेपालमा युज हुने हाइड्रो पावर प्रोजेक्ट टाइपको बारेमा बुझ्नुपर्छ। नेपालमा मेनली दुईटा टाइपको प्रोजेक्ट पपुलर छन्, आरओआर र कास्केड प्रोजेक्ट। आरओआर यानी रन अफ रिभर प्रोजेक्टमा रिभरको नेचुरल फ्लो युज गरेर इलेक्ट्रिसिटी जेनेरेट गरिन्छ। यसमा स्टोरेज अलमोस्ट हुँदैन भन्दा पनि हुन्छ। अर्कोतिर कास्केड प्रोजेक्टमा एउटै रिभरमा मल्टिपल हाइड्रो पावर प्लान्ट हुन्छ। माथिल्लो प्रोजेक्टबाट निस्केको वाटर या पानी तलको प्रोजेक्टको इन्फ्लो भन्छ। यसले एउटै पानीलाई मल्टिपल टाइम युज गरेर म्याक्सिमम पावर जेनेरेसन गर्न हेल्प गर्छ। कम्पनीहरूले आरओआर प्रोजेक्टमा नै फेरि अर्को कास्केड प्रोजेक्ट बिल्ड गरेर आफ्नो पावर जेनेरेसन क्यापासिटी बढाउनलाई दुईटा प्रोजेक्टमा लगानी गरिरहेको आजभोलि देख्न सक्छौँ हामीले। उदाहरणको लागि एएसपीसीसँग काबेली B1 कास्केड प्रोजेक्ट पनि छ। यहाँ काबेली B1 हाइड्रो पावरको आउटफ्लो नै कास्केड प्रोजेक्टको इन्फ्लो बन्छ। कम्पनीको मेजर प्रोजेक्टहरू मोस्टली आरओआर टाइपको छन् र एएसपीसीले इस्टर्न नेपाललाई लोड सेडिङ फ्री बनाउन पनि सिग्निफिकेन्ट कन्ट्रिब्युसन गरेको छ र एएसपीसीले इस्टर्न नेपाललाई लोड सेडिङ फ्री बनाउन पनि सिग्निफिकेन्ट कन्ट्रिब्युसन गरेको छ। अब बुट मोडल र आरओआर प्रोजेक्ट बुझिसकेपछि लेट्स अन्डरस्ट्यान्ड एएसपीसीको हाइड्रो पावर पोर्टफोलियो। कम्पनीले डाइरेक्टली र इन्डाइरेक्टली मिलाएर अराउन्ड 12वटा हाइड्रो पावर प्रोजेक्टमा लगानी गरेको छ। यसले इन्भेस्टमेन्ट गरेको कम्पनीजहरू पाइक हाइड्रो पावर लिमिटेड, अरुण काबेली हाइड्रो पावर, रिदी पावर लिमिटेड र हिमालयन ऊर्जा विकास कम्पनी जस्ता कम्पनीहरू पर्छन्। एएसपीसीले आफैले डिरेक्टली अपरेट गरेको प्रोजेक्टमा पिलुवा खोला, काबेली B1 कास्केड, हुदुम खोला र माथिल्लो काबेली 2 जस्ता प्रोजेक्ट पर्छन्। केही प्रोजेक्टहरू अहिले अपरेसन स्टेजमा छन् र केही डेभलपमेन्ट स्टेजमा छन्। अपरेसन स्टेजमा भएको प्रोजेक्टहरूबाट अहिले कम्पनीले रेभेन्यूहरू पनि आर्जन गरिरहेको छ। करेन्टली अहिले कम्पनीको टोटल हाइड्रो पावर जेनेरेसन क्यापासिटी लगभग 136.75 मेगावाटको छ। अबसम्म हामीले बुझ्यौँ कि एएसपीसी नेपालको लार्ज क्याप हाइड्रो पावर कम्पनी मध्येको एक हो। अब कम्पनीको फाइनेन्सियल पोजिसन र पर्फर्मेन्स बुझ्नतिर हामीहरू लाग्दछौँ। मैले कम्पनीको फाइनेन्सियल एनालिसिसको लागि कम्पनीले पब्लिस गरेको हालसालैको 81-82 को एनुअल रिपोर्ट र सेकेन्ड क्वार्टर 82-83 को सेकेन्ड क्वार्टरको रिपोर्टहरू लिएको छु। कम्पनीको ब्यालेन्स सिट हेर्दा टोटल ब्यालेन्स सिट साइज अराउन्ड 483.5 करोड देख्न सकिन्छ। 4 अरब 83 करोडको ब्यालेन्स सिट साइज छ। हाइड्रो पावर बिजनेस क्यापिटल इन्टेन्सिभ बिजनेस हो। प्रोजेक्ट बिल्ड गर्न सुरुमा नै ह्युज इन्भेस्टमेन्ट चाहिन्छ। कम्पनीको मेजर सोर्स अफ फन्ड इक्विटी हो र युटिलाइजेसन साइडमा मेनली नन करेन्ट एसेट र इन्भेस्टमेन्ट छन्। हाइड्रो पावर प्रोजेक्ट बिल्ड गरेपछि त्यो एसेट ब्यालेन्स सिटमा नन करेन्ट एसेटको रूपमा देखिन्छ।
अब हामी फोकस गर्नेछौँ कम्पनीले कसरी लङ टर्म फन्ड युज गरेको छ र त्यसले रेभेन्यू जेनेरेसन कसरी गर्दैछ। सिम्पली भन्दाखेरि कम्पनीले जुन एसेटहरुमा लगानी गरेको छ त्यसबाट रेभेन्यूहरु कसरी आर्जन गरिरहेको छ त्यसको बारेमा हामी अब बुझ्नेछौँ। भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कम्पनीसँग लगभग 470 करोडको लङ टर्म फन्ड छ जुन इक्विटी र ब्याङ्क लोनबाट आएको हो। हाइड्रोपावर कम्पनीजमा वर्किङ क्यापिटल रिक्वायरमेन्ट धेरै हुँदैन किनकि रेभेन्यू एनईए बाट रेगुलर आउँछ, त्यसैले कम्पनीहरूले त्यसको लागि ब्याङ्कबाट लोन पनि लिएका हुँदैनन्। हाइड्रोपावर कम्पनीहरूको एनालाइसिस गर्दा हामी लङ टर्म फाइनान्सिङ बुझ्न धेरै इम्पोर्टेन्ट हुन्छ है। अब प्रॉफिट एन्ड लस स्टेटमेन्टबाट कम्पनीले कसरी इन्कम अर्न गरिरहेको छ बुझौँ। हाइड्रोपावर कम्पनीको मेन रेभेन्यू सोर्सेस हो इलेक्ट्रिसिटी सेल। एडिसनली इन्भेस्टमेन्टबाट डिभिडेन्ड इन्कम पनि आउन सक्छ। मेजर एक्सपेन्सहरू हेर्दाखेरि कस्ट अफ सेल्स, डिप्रिसिएसन र फाइनान्स कस्टहरू पर्छन्। हाइड्रोपावर प्रोजेक्ट बिल्ड गर्न इनिसियली धेरै नै इन्भेस्टमेन्ट लाग्ने भएकोले लोन फाइनान्सिङ कस्ट र डिप्रिसिएसन कस्टहरू युजुअली हाई हुन्छ है। अब एक्चुअल अर्निङ हेर्दा कम्पनीले अपरेटिङ प्रोजेक्टबाट लगभग 17.3 करोड रेभेन्यू जेनेरेट गरेको छ र अदर इन्भेस्टमेन्टबाट लगभग 2.24 करोडको अदर इन्कम आर्जन गरेको छ। यसरी हेर्दाखेरि हामीले लगभग 19 करोडको आसपासमा कम्पनीले आम्दानी गरिरहेको देख्न सक्छौँ। कम्पनीले डिफ्रेन्ट प्रोजेक्टमा गरेको इन्भेस्टमेन्ट पनि यसको रिपोर्टमा देख्न सकिन्छ। यही इन्भेस्टमेन्ट नै ब्यालेन्स सिटमा नन करेन्ट एसेट र इन्भेस्टमेन्टको रूपमा देखिएको हो। अब तपाईले क्लियर बुझ्न सक्नुहुन्छ कि ब्यालेन्स सिटको एसेटले कम्पनीको रेभेन्यू जेनेरेसनमा कसरी कन्ट्रिब्युट गर्दो रहेछ। त्यसरी आर्जन गरेको 19 करोड टोटल इन्कमबाट हामीले कस्ट अफ सेल्स, डिप्रिसिएसन, फाइनान्स कस्ट र अरू एक्सपेन्सहरू घटाउँदाखेरि कम्पनीले 10 करोड प्रॉफिट आर्जन गरेको देखिन्छ। यसरी कम्पनीको ईपीएस यानी कि अर्निङ पर शेयर अराउन्ड 5.2 छ। यहाँ इम्पोर्टेन्ट कुरा के हो भने डिप्रिसिएसन एक नन क्याश एक्सपेन्स हो। यसको मतलब डिप्रिसिएसन एक्सपेन्स प्रॉफिट एन्ड लस अकाउन्टमा देखिए पनि एक्चुअलमा हामीले चाहिँ यसको क्याश फ्लो हुँदैन, भनेको कसैलाई क्याश तिर्नु पर्दैन। यसको यो खर्च त हो तर यसको क्याश चाहिँ कम्पनी भित्र नै रहन्छ। अब तपाईहरुको माझ एउटा प्रश्न आइरहेको होला, ईपीएस मात्र 5.2 छ भनेपछि एएचपीसी मा इन्भेस्ट गर्ने कि नगर्ने त, र इन्भेस्ट गरिसकेकोले के गर्ने। यसलाई सजिलो गरी यसरी बुझौँ। लो ईपीएस हुनु भनेको मेन रिजन कम्पनीको सबै प्रोजेक्ट अहिले रेभेन्यू जेनेरेटिङ स्टेजमा पुगिसकेको छैन। फ्युचरमा यस्तो डेभलपमेन्ट स्टेजमा रहेका प्रोजेक्ट अपरेसनल भइसकेपछि रेभेन्यूहरू एकदमै एकैचोटि बढ्न सक्छ। कम्पनीले शेयर इन्भेस्टमेन्टबाट डिभिडेन्ड इन्कम पनि कमाउन सक्छ र फ्युचरमा यस्तो इन्भेस्टमेन्टहरूको रिसेल भ्यालु पनि हाई हुन्छ। यदि कम्पनीले यस्तो इन्भेस्टमेन्टहरू बेच्यो भने एकदम धेरै नै आम्दानी एकैपटक आउन सक्छ। अर्को पोजिटिभ कुरा भनेको के हो भने कम्पनी 1998 देखि अपरेसनमा छ। अब यसको जेनेरेसन लाइसेन्स पिरियड पनि धेरै नै छ, भनेको यसको अब कम्पनीले 5-6 वर्ष होइन कि धेरै नै लगभग 25 देखि 30 वर्ष अझै पनि यो प्रोजेक्टहरुबाट आम्दानी गर्छ। कम्पनीको लोन पनि कम्पेरेटिभली लो छ, लगभग 25 करोड मात्र छ र खर्चमा डिप्रिसिएसन एक्सपेन्स नै धेरै देखिन्छ जसमा क्याश आउटफ्लो नै हुँदैन। कम्पनी यसले गर्दा यो समग्रमा हेर्दाखेरि कम्पनीसँग फ्युचर प्रोजेक्ट इन्भेस्टमेन्ट र डिभिडेन्ड डिस्ट्रिब्युसनको लागि क्याश एकदमै हाई छ। सो ओभरअल हेर्दा मेरो पोइन्ट अफ भ्यूबाट एएचपीसी फ्युचर ग्रोथ, अर्निङ्स र डिभिडेन्ड पोटेन्सियल भएको एउटा स्ट्रङ ब्लू चिप हाइड्रो पावर कम्पनी हो। यसमा लगानी गर्दा केही भविष्यमा घाटा हुँदैन र लगानी गरिसकेको इन्भेस्टरहरूले यसलाई होल्ड गर्दा नै ठिक हुन्छ। नेप्सेमा पनि यसको पर्फर्मेन्स सेटिस्फ्याक्ट्री नै देखिएको छ। तपाईहरु आफ्नो ओपिनियन के छ कमेन्टहरुमा शेयर गर्नुहोस्। भिडियो हेल्पफुल लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।